हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। सो स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। यो चाहिँ मेरो फर्स्ट भिडियो होइन। जस्ट मैले चाहिँ भ्लग स्टार्ट गरेको धेरै पनि भएको छैन। मैले चाहिँ सुरुमा 2टा सर्ट मिनी भ्लग हालेको थिएँ, अनि त्यसमा चाहिँ अब त्यो चाहिँ मिनी भ्लग चाहिँ मेरो लागि बनेको जस्तो लागेन। आउन त आउँछ होला पछि नि, जस्ट अहिले चाहिँ फुल भ्लग स्टार्ट गरेको होइन। म चाहिँ पहिल्यैदेखि नै फुल भ्लग बनाउने सोचिरहेको थिएँ कि मिनी भ्लग चाहिँ मेरो लागि होइन जस्तो लाग्छ होइन। चाहिँ मेरो फर्स्ट फुल भ्लग रहेको छ। अनि जस्ट म चाहिँ आज के गर्नु लाग्यो भने अब म चाहिँ अब यताबाट जानु लाग्यो। अहिले चाहिँ म एक्लै छु होइन। बाहिर चाहिँ एकदम जाडो छ। तपाईँहरूले बाटोमा अब कुलीखानीहरू भेडापामहरू देखिन्छ नि त, अनि त्यही बाटोमा देखाउनको लागि मैले चाहिँ यो भ्लग बनाएको। चाहिँ अब बाइक स्टार्ट गर्न लाग्यो। बाहिर चाहिँ बर जाडो छ है। बाइकहरूमा त्यस्तो सेतो न सेतो आइसकेर वरिपरि देख्न सक्नुहुन्छ तपाईँहरूले। सेतै छ है, डाँडा पायो सबै सेतो। अब फोनमा त्यति साह्रो देखेँ होइन, तर छ कि अब हेरौँ। यो चाहिँ मेरो बाइक होइन। जस्ट सबैले बिहान बिहान गोली स्टार्ट गर्छ, अब वान ट्याप भन्छ। हेरौँ मेरो बाइकले चाहिँ के लिन्छ होइन। अरूले चाहिँ त्यस्तै गरिन्छ। अब मेरो बाइकले चाहिँ हिँड्नुपर्ने हुन्छ। थाहा यति जाडोमा त लिँदैन होला, मलाई जहाँसम्म लाग्छ। तान्नुपर्छ आफ्नो त त्यस्तै ल। त्यतिर त सबै त्यही हो, अब जाडो हुन्छ नि त। गाइस म चाहिँ अब निस्किन आँटेको बाइक पनि निकालिसकेको थियो। आमाले पर्ने भनेर म चाहिँ पर्खिरहेछु। फाइनली म चाहिँ अब यतिकै जान्छु भनेको, खाना खाएर जानु मामाले, त्यही भएर म चाहिँ खाना खाएर हिँडेको होइन। मैले चाहिँ माइक लगाएको छैन है, मेरो आवाज चाहिँ आएको छ कि नै, नत्र म माइक लगाउँछु। अहिलेको लागि चाहिँ म यतिकै चेक गरिरहेको छु। त्यही म चाहिँ अहिले अब म चाहिँ टाढै निस्केर अब बिस्तारै भिडियो बनाउँदै जान्छु भनेको। के गर्नु, अब खाना खाएर जानु भनेपछि अब खानै पऱ्यो, नत्र म नखाइ जान्छु भनेको। खाना खाइहिँडेको गाइस म चाहिँ होइन। खाइदार जस्तो होइन, आफू त अब यस्तो परियो राइडर साइडर के होइन, डल हिँड्ने मान्छे हो। म चाहिँ जस्ट नर्मल चलाउने हो, बुढो बाख्राले जस्तो नि बिस्तारै जाने हो, बिस्तारै आउने हो। अरूले जस्तो के गर्न आउँदैन मलाई चाहिँ है। सिधा कुरा भन्नुपर्दा चाहिँ बाटो बनाउँदै रहेछ कि के गर्नु र, गाह्रो छ। अब गाइस यहाँ चाहिँ भेडा बाख्रा चराएर रहेछ होइन। अनि त्यहाँनिर चाहिँ के फिल्म भिडियोहरू सुटिङ हुँदै होला। अनि मान्छे चाहिँ छ है, अर्को नि आइरहेको घुम्नलाई होला। She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun in your stride, leaving. म चाहिँ यहाँ कुलीखानी आइपुगेको छु। अनि यहाँबाट चाहिँ मलाई अझै यताबाट जान त्यही खोइ कति घन्टा लाग्छ थाहा छैन। जस्ट यहाँदेखि उता चाहिँ म भिडियो बनाउनु है, मेरो मोबाइलमा चार्ज छैन। चार्ज छैन भने नि चार्ज टिक्दैन, मलाई चार्ज चाहिन्छ होला जहाँसम्म लाग्छ। अनि त्यही भएर बनाउनु त बनाउँछु ठाउँतिर, तर अलिक कमै बनाउँछु क्या। तपाईँहरूलाई अब देखाउनु पर्ने कुरा देखाइसक्यो। अब म त्यही यताबाट गएर देखाउँछु तपाईँहरूलाई। त्यही हो। अनि यहाँदेखि उता यहाँनिर अर्मिट क्याम्प छ, त्यही भिडियो बनाउनु मिल्दैन, त्यही हो। 10 बजिसकेको छ होइन। म चाहिँ भिमबेदी पुग्न लाग्यो। भिमबेदी यहीँ नजिकै छ। त्यो भएर छेकिरहेको केही देख्नु भएको छैन। गाडीहरू नि आइरहेको भयो होइन।
सवाल छ होइन म त जस्ट यति आइपुगेँ अब अलिक हालत खराब भइसक्यो जान दुखिसक्यो होइन त्यही सुमोहरू बढाउने थियो होइन बाटोमा चाहिँ सुमोहरू चाहिँ यस्तो रहेछ होइन behind what I hold inside. If I don't ask your name today, I may never get the chance to walk beside your wandering dance. She hums a tune I've never heard. म चाहिँ आइपुगिसकेको छौँ अब हामी सामान लिएर जानुपर्ने हुन्छ बाइक यहाँ पार्किङ गर्नुपर्छ सो अब मैले चाहिँ सामान लिएर म फर्किनु पर्ने हुन्छ मैले पासपोर्ट पाइसकेको चाहिँ गाइज होइन म चाहिँ यही गर्नको लागि आएको मैले चाहिँ पासपोर्ट पाइसकेँ अब एउटा फर्किनु पर्ने हुन्छ मेरो चाहिँ सानो सानो काम छ त्यही बनिसकेर होइन यति बनाएको म चाहिँ एकछिन महल काम गर्नु गाइस मलाई चाहिँ एकदम धेरै गर्मी भइसक्यो होइन त्यही भएर म चाहिँ निस्किनु लाग्यो मेरो काम पनि सकिसक्यो त्यही हो मेरो चाहिँ काम सकिसक्यो अब चाहिँ म निस्किन्छु गाइस बाइक हालत चाहिँ होइन माटै माटो यस्तो जल्ला माटो म यहाँ बसेर उठाउनुहोस् होइन ट्याङ्की नि यस्तो हेलमेटतिर नि यस्तै होइन ट्याङ्की स्याङ्की बाइकको हालत चाहिँ यस्तो भएको छ अहिले चाहिँ है माटै माटो अनि मलाई नि पुरै लाग्यो क्या धुलो उडिरहेको त देख्नु नि मलाई के हो र यस्तो माटै माटो यहाँ बस्यो भने चाहिँ माटै माटो हुने रहेछ होइन जस म चाहिँ अब घर फर्किसक्यो अब मेरो मोबाइलको चार्ज नि सकिसक्यो होइन त्यही भन्न आँटेको अब मेरो भ्लग चाहिँ छोटो मिठो बनाउन कोसिस गर्छु होइन छोटो मिठो अब लामो त बनाउँदैन ठुलो भ्लगरहरू जस्तो नि होइन मेरो भिडियो कसैले हेर्दा नि हेर्दैन त्यस्तो लामो बनाएँ नि त्यही छोटो मिठो बनाउने कोसिस गर्छु भिडियोलाई मन परेमा लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु होला भन्दै आजको भ्लग यति नै अब अर्को नेक्स्ट भ्लगमा थ्याङ्क यू फर वाचिङ बाई बाई